चैत 15 गते दिन कुनै घटनाको सन्दर्भमा सुरेशले जे जसरी क्यामेरा चलाइरहेको थियो, क्रियाशील पत्रकारको रूपमा जोखिम मोलेर जुन अवस्थामा काम गरिरहेको थियो त्यो हामी सबैले देख्यौं र उनले जसरी मृत्युवरण गर्नु पर्यो त्यो दृश्य, त्यो फोटो अहिले पनि त्यो हेर्न कठिन हुन्छ। त्यो तपाईँ हामी सबैलाई थाहा छ। त्यसैले सुरेशको सन्दर्भमा केही गर्न पाए हुन्थ्यो भनेर हाम्रो मन्त्रालयलाई नै लागेको थियो। पत्रकार महासंघले पनि हामीलाई आग्रह गरेको थियो। स्वयं सुरेशको परिवारले पनि हामीलाई चाहिँ भनि नै राख्नु भएको छ र म आफैले उहाँहरूलाई यो पछिल्लो समय त म आफैले उहाँहरूलाई बोलाएँ, के गर्न सकिन्छ भनिसके पछाडि अहिले तत्कालको सुरुवातको लागि सुजन बहिनीको सन्दर्भमा एउटा जागिरको चाहिँ नि सुरुवात गर्न पाइयो भनेदेखि अलिकति थोरै भए पनि केही सान्त्वना मिल्न सक्थ्यो कि भन्ने हामी सबैलाई लाग्यो र सुजन बहिनीको चाहना अनुसार नै, परिवारको चाहना अनुसार नै यहाँबाट सुरुवात गरौँ भनेपछि हाम्रो मन्त्रालयको टिमले उहाँलाई सञ्चार मन्त्रालय अन्तर्गतकै निकायहरूमा राख्न पाइयो भनेदेखि सुरेश चाहिँ पत्रकार र पत्रकारको परिवार सुजन बहिनीको आफ्नो शैक्षिक योग्यता, काम गर्ने दक्षता, उहाँको क्षमता र उहाँको चाहना यो सबै अनुसार चाहिँ अहिले हाम्रो चाहिँ सञ्चार मन्त्रालय अन्तर्गतकै सुरक्षण मुद्रण केन्द्रमा उहाँलाई चाहिँ नियुक्त गरिएको छ र यो ठुलो कुरा होइन। यो उहाँले चाहिँ कानुन सम्मत हिसाबले हाम्रो मन्त्रालयबाट उहाँलाई नियुक्त गरिएको र उहाँको चाहना अनुसार यसले थोरै भए पनि अलिकति पनि राहत दिन सक्छ कि भन्ने मात्रै कुरा हो। तर यसबाट चाहिँ कम्तीमा सुजन बहिनीलाई चाहिँ एउटा जागिरको सुरुवात हुन्छ र यो जागिर रिन्यू हुँदै जान्छ, नवीकरण हुँदै जान्छ भन्ने कुराहरू पनि म यहाँहरूलाई चाहिँ नि अनुरोध गर्न चाहन्छु। र मैले अर्को अघिल्लो चोटि चाहिँ सुजन बहिनीलाई के भनेको थिएँ भने अहिले उहाँले 12 पास गर्नुभएको छ। 12 पास गर्नुभएको छ। यदि सुजन बहिनीले पढ्न चाहनुभयो भने, हायर एजुकेसनको लागि, उच्च शिक्षाको लागि अध्ययन गर्न चाहनुभयो भने कुनै पनि विषयमा उहाँलाई अध्ययन गर्ने चाहना छ अनि म यो कलेजमा अथवा यो विश्वविद्यालयमा अध्ययन गर्न चाहन्छु भन्नुभयो भने त्यसलाई चाहिँ मलाई एउटा उहाँको अभिभावक पनि, दाइको रूपमा पनि र सरकारको एउटा मन्त्रीको रूपमा पनि सम्बन्धित कलेजलाई पनि अहिले यो कलेज भन्ने छैन, पहिला उहाँले इच्छा जाहेर गर्नुभयो भनेदेखि चाहिँ तत् कलेजलाई सम्भव भएसम्म छात्रवृत्ति नभए डिस्काउन्ट नभए उहाँलाई सजिलोसँग पढ्न सक्ने वातावरण मिलाउने पनि मेरो चाहना छ। किनभने सबैभन्दा ठुलो कुरा चाहिँ एजुकेसन हो, शिक्षा हो। शिक्षा चाहिँ उहाँले भोलि मास्टर डिग्री गर्नुभयो, एमफिल गर्नुभयो, पिएचडी गर्नुभयो, कम्तीमा ब्याचलर कम्प्लिट गर्नुभयो भने अरू आफै आत्मनिर्भर बन्ने जागिरहरू चाहिँ अझ थप खाँदै जान सकिन्छ, पाउन सकिन्छ। त्यसैले शिक्षा सबभन्दा महत्त्वपूर्ण भएकोले तपाईहरु मार्फतै म बहिनीलाई पनि आग्रह गर्छु, तपाईले कुनै पनि कलेजमा भर्ना हुन चाहनुभयो, विषय पढ्न चाहनुभयो भने म मेरो व्यक्तिगत तर्फबाट पनि र सरकारको तर्फबाट पनि म सहयोग गर्नेछु। मैले यति कुरा निवेदन गरेँ। र अर्को चाहिँ जुन परिवारको तर्फबाट कुरा उठाउनु भएको छ, अब सुरेशलाई शहीद घोषणा गर्ने सन्दर्भमा हाम्रो मन्त्रालयसम्म फाइल अहिले आइपुगेको छ। यो फाइल हामी अगाडि बढाउँछौँ, यसलाई गृह मन्त्रालयसम्म पुर्याउनु पर्छ र त्यो प्रक्रिया अगाडि बढ्छ। र मेरो तर्फबाट सुरेशलाई, मेरो व्यक्तिगत कुरा भने सुरेश रजकलाई पत्रकार शहीदको रूपमा चाहिँ घोषणा गरिनुपर्छ भन्ने मलाई व्यक्तिगत रूपमा लागेको छ र सरकारको मन्त्रीको हिसाबले यो प्रक्रिया अगाडि बढाउने कुराहरूमा म प्रतिबद्ध छु। तर यो प्रक्रिया अगाडि बढाउँदै जाँदाखेरि कहाँ अब्स्ट्याकल आउँछन् आउँदैनन्, जे अवस्था हुन्छ त्यो चाहिँ यहाँहरूलाई म ट्रान्सपरेन्ट रूपमा, पारदर्शी ढङ्गले चाहिँ नि त्यो जानकारी पनि गराउने छु र त्यो प्रक्रियाहरूको सन्दर्भमा हाम्रो मन्त्रालयको तर्फबाट पहल हुन्छ र काम भइसके पछाडि यहाँहरूलाई सुनाउन पाइयो भनेदेखि हामीलाई पनि मनमा सन्तोष र शान्ति मिल्छ र परिवारलाई पनि सन्तोष र शान्ति मिल्छ। त्यसैले त्यो सुनाउन पाइयोस् र यहाँहरूको पनि यसमा चाहिँ अमूल्य सहयोग रहोस् भन्ने मलाई लागेको छ। र त्यो बाहेक अब शालिग बनाउने प्रक्रिया पनि त्यो के कति सम्भव छ छैन त्यसलाई हामी अध्ययन गर्दैछौँ, त्यसको आधारमा हेर्छौँ। र सुरेश रजकको चाहिँ जे जसरी उसको चाहिँ मृत्यु हुनु पर्यो त्यसको
को कारण के हो भन्ने हिसाबमा छानबिन गर्ने कुरा जुन ज्वलन्त रूपमा परिवारले उठाइरहेको छ, मैले पनि भित्रभित्रै एक किसिमको गृहकार्य गरिरहेको छु। सोचे जति सजिलो पक्कै पनि छैन, यो हामी सबैलाई थाहा छ। सोचे जति सजिलो पक्कै पनि छैन, किनभने छानबिन गरिराख्दाखेरि सुरेशको मात्रै विषयमा छानबिन हुने अवस्था छैन। 3 कुनै घटनाको सन्दर्भमा यसले अलि ठुलो क्षेत्र दायरा समात्न सक्छ।